हेलो नमस्कार सबैजनालाई वेलकम ब्याक टु आवर युट्युब च्यानल सञ्जीव एन्ड प्रिया। आज चाहिँ हामी तपाईँहरूलाई थाहा नै छ हामी चाहिँ क्यालिफोर्नियामा छौँ अहिले होइन। अनि अब आज चाहिँ हामी ठ्याक्क क्यास्ट्रो भ्याली क्यालिफोर्नियाको क्यास्ट्रो भ्याली बे एरियाबाट हामी आएको छौँ ड्राइभ गरेर। हिजो हामी फ्रेस्नोमा आएको छौँ। फ्रेस्नोमा चाहिँ यो 3 घन्टा 2.5 घन्टा 3 घन्टा टाढा छ। अनि हामी यहाँ आइपुगेर हिजो हामी यहीँ बस्यौँ मेरो बहिनीकोमा। हामी यहाँ आउनुको मेन कारण चाहिँ छ हाम्रो बहिनीको चाहिँ आज ग्रेजुएसन छ होइन। त्यही भएर आज हामी चाहिँ अब टक्क प्रिपेयर भएर यहाँ सुरुमा बिहान चाहिँ हामी एउटा मन्दिर जानेछौँ। अनि त्यहाँबाट चाहिँ हामी फेरि बेलुका पखतिर इभिनिङ पखतिर चाहिँ यहाँनिर ग्रेजुएसन इभेन्ट छ हामी त्यसमा जानेछौँ। ओके ल सी यू। यो पनि सत्य हो। एसीलाई बारम्बार अन अफ गर्दा समय धेरै काम गर्नुपर्ने हुन्छ जसले गर्दा बढी बिजुली खपत हुन्छ। त्यसैले यदि तपाईँ कोठामा केही समयको लागि मात्र हुनुहुन्छ भने एसीलाई बन्द गर्नु राम्रो हुन्छ। तर यदि तपाईँ लामो समयको लागि कोठामा हुनुहुन्छ भने एसीलाई लगातार चलाउनु राम्रो हुन्छ। त्यस्तो रहेछ। पानी छैन नि। हामी जाँदैछौँ मन्दिर। हामी जाँदैछौँ मन्दिर होइन गाइस। अब यो सिट चाहिँ हामी 6जना छौँ। अगाडिबाट सार्नु होला नि त। पर्दैन ऊ एलिनाहरू थियो। कस्तो फिल हुँदैछ त पछाडि बस्ने मान्छेलाई? एकदम मजा आइरहेको छ। ब्युटिफुल सिट। यो मन्दिर पानी खोइ पानी ल्याएछ नि म खुद पानी लिएर खाली बोतल मात्रै ल्याएछु। एउटा बोतल लिन्छु के थियो खाली बोतल फाल्नुलाई मात्रै लिएर ठिकै छ। ल यहाँ फोटोसुट हुँदैछ। फोटोग्राफर विकल लामी छ नि। अब सबैजना बस्नु अटोमेटिक। एउटा टाइमर सेट गरौँ अनि भुइँमा बसौँ के ल भुइँमा बस्नु। हेलो अहिले हामी आइपुगेका छौँ पार्कमा फोटो खिच्नको लागि। दुईटा ब्युटिफुल सुन्दरीहरू अनि बिचमा एउटा ह्यान्डसम पनि गयो। ब्युटिफुल छोरी बुहारी छोरो ज्वाइँ बाबु पनि जानु त्यहाँ। ल ल जानु हो। ज्वाइँ बाबु छोरी छोरो बुहारी ब्युटिफुल एन्ड ह्यान्डसम गाइज। आज छोरी सन्ध्या छोरीको ग्रेजुएसनको दिन हामी फोटो खिच्दै हिँडेछौँ। धेरै खुसी लाग्यो। यो कटनवुड पार्क एकदम रमाइलो छ। ड्राई क्रिक पार्क हो त्यहाँ बोटानिकल गार्डन छ। अब त्यो एक्सप्लोर गर्न जाने। त्यो गार्डनमा जानुपर्छ अब हामी। ल अब सेज भनेको यो खानेकुरामा राख्ने चिज हो। मिडो सेज त्यो भनेको त्यो प्लान्टहरू रहेछ यहाँ त। बोटानिकल गार्डन ए ए ल त्यसमा नि गएको नि त्यहाँ जुनियर गार्डन। फ्लावर
ब्लग त कार्टुन भाइ हो अहिले फर्किने बेला पहिला एक घन्टा घुम्नु पर्छ यो ग्रिनमा हजुरलाई अगाडि लानुपर्ने ल हातमा फोटो खिचेको फोटोग्राफरको फोटो खिच्दिएँ मैले आई एम नट फोटोग्राफर आई एम भ्लगर आई एम भ्लगर भल्गर के भयो आई एम अंगुर ए ओए पवेलियन इन्ट्रेस्ट भयो पो कसैलाई यस्तोमा आउने इन्ट्रेस्ट भयो पो पत्ता लगाउँछ त कि मान्छे रहेछ नि त होइन खानेकुराको ठाउँ हामीले खाँदै नयाँ नयाँ ठाउँको गाडी एक्सप्लोर गर्ने गर्दै गर्दैन कति राम्रो ठाउँ रहेछ यहाँ क्याक्टसहरू भित्र जान पाइँदैन आमा फेरि भित्र नजानु है ए प्रोटेक्टेड एरिया ओहो ब्रदर निकल्ने काम ल ल हो फोटो सुट ग्रुप खिच्छ भने ड्राइभरहरूले छुट्टै छोड्छ यो प्लानको नाम यो प्लानलाई अघि भन्छ एबी अगाडि हात्तीलाई नगिन पर्ने भएर रहेछ ओ माय गॉड हात्ती त बिचारा ल प्यारे तिमी बस्छ त आज हात्ती चढ मेरो साथीसँग ल हेर छिटो यता गुड ल लेट्स गो अब यता यहाँ यो भित्र छिर्नु पर्यो यता पनि लैजाऊ जानु ठाउँको काम ओ यता यहाँ राम्रो आउँदो रहेछ ल गाइजहरू अब हामी चाहिँ मन्दिरको दर्शन गरेर एउटा पार्कमा गएर हामी घर आइसकेका छौँ यहाँ जय साहब चाहिँ टक्क फोटो ट्रान्सफर गर्नलाई आइडिया लाउँदै हुनुहुन्छ हाम्रो ल्यापटपमा चाहिँ एसडी ड्राइभको पोर्ट नरहेछ त्यही भएर अब वाइफाईबाट कनेक्ट गर्न जुक्ति ल्याउँदै हुनुहुन्छ है ल कति टाइम लाग्दो रहेछ हाम्रो ज्वाइँले जुक्ति लाउन हामी हेर्नेछौँ आज यता चाहिँ हुनुहुन्छ हाम्रो मिसेस पहिला मिस हुनुहुन्थ्यो तर अहिले मिसेस भइसक्नु भएको छ यहाँ काली काली देखिरहनु भएको छ यो एङ्गलबाट चाहिँ मलाई पछि गाली गर्न सक्नुहुन्छ त्यही पनि अब मैले खिच्दैछु होइन भिडियो अब यहाँ चिया पकाउँदै हुनुहुन्छ दुध चिया ज्वाइँ साहबले कालो चिया खाइसक्नु भएको छ यता चाहिँ ओ हो यता चाहिँ खसी पकाउँदै हुनुहुन्छ पाकेको छैन त्यही भएर अहिले राम्रो देखेको छैन अहिले पाकेपछि राम्रो देखिनेछ बेसार सेसार केही पनि हाले छैन अब त बेसार हालेर यताउता गरेपछि त फेरि हुन्छ प्रिया चाहिँ डान्स गर्न खोजिराख्नु भएको छ अब चाहिँ हामी खान थालेका छौँ यहाँ ग्रेजुएसन गर्ल यसरी खाँदै हुनुहुन्छ पेपटाउले चोक्यो जय साहब हेलो यता हेर्नु त मजा आएको भाँडा मार्न मजा आयो मजा आयो मलाई त मजा आएन अब नेक्स्ट टाइम भाडा मान्ने मान्छेलाई मजा आउँछ हाम्रो यहाँ मोमो पनि छ एकछिनपछि मोमो पनि खान्छ ल कता यता हेर्नु त रेडी हुनुभयो आँसु बगेको हेरेर हामीलाई ओ माई गड गाजरले होला पुस्नु न उतो हो त्यसले पुस्नु न
रेडी भयो कस्तो भयो राम्रै भयो स्प्रे गर्नु पर्यो एकपल्ट हो ल स्प्रे ल कता अब मुख पनि यसको हो बाबा ल म पनि रेडी हुन्छु जानुपर्छ अब मेकअप चाहिँ गरिसकेँ अब कपडा लाउन निस्क्यो सो गाइस हजुरहरूलाई थाहा छँदैछ आज हामी जाँदैछौँ ग्रेजुएसन सेरेमनीमा चाहिँ हामी अलिकति मोमो खाएर जान्छौँ पखाउ त मुखमा के चटनी मिठो कि मोमो मिठो मोमो चाहिँ ठिकै छ तर चटनी चाहिँ नेपालमा रेस्टुरेन्टहरूमा पाइन्छ है नेपालमा के त होटलहरूमा पाइन्छ नि लोकल ल ठिक छ ल सबैलाई जोइनले ल प्रिया त ज्वाइँले गिफ्ट दिएर दङ्गे के चुज गर गिफ्ट पनि चुज गरेर हुन्छ ल थ्याङ्क यू के हो यो वाट इज दिस इस के स्वेटर स्वेटर जस्तो ज्याकेट टाइपको ओके स्पेसल होला नि जुत्ता हेर मेरो जुत्ता त्यो पनि ल कहाँ गिफ्ट दिन लाग्छ देखेर मात्रै थाहा हुन्छ पछि सरप्राइज गिफ्ट गर्नु ज्वाइँलाई चाहिँ ल्याएको गिफ्ट दिइहाल्नु खान्छ ज्वाइँलाई ल्याएको गिफ्ट दिइहाल्नु जहिले मलाई टाइमलेस वाच वाउ अटोमेटिक नो ब्याट्री हेर्नु पर्यो खै खै देखाउनु ज्वाइँलाई नि एउटा गिफ्ट चाहिँ अस्ति नै दिनु वाउ थ्याङ्क यू भेरी हो र अनि अर्को गिफ्ट चाहिँ आज दिने कि भोलि दिने मम्मी हजुरको गिफ्ट खै देखाउनु ल अर्को ज्वाइँले दिनुभएको ज्वाइँले दिनुभएको यो नानीको स्पेसल डिमान्डमा गिफ्ट हो यो चाहिँ यही चाहियो थ्याङ्क यू देखाउने भने तिमीले एयर नाइकी खोल्यो नि खोल्यो खोल्यो एयर नाइकी ल ओ वाउ के हो यो चाहिँ फेरि ल यो कसले कसलाई दिएको हो मैले ए अस्ति त्यो बेला दिन नपाएर थ्याङ्क यू ल बधाई छ फर्स्ट इयर कम्पिटिसन गरेकोमा सक्सेसफुली हजुरलाई कङ्ग्रेचुलेसन्स हैन इट्स अ बिग डिल हस्बेन्ड म्याच हुनुभयो के बिकज अफ द पर्सन हि इज भनेर भन्छ कि अब हाम्रो सबैको तर्फबाट नानीलाई ल अब यही लाएर जानु पर्यो नि ल मिल्छ कि मिल्दैन त्यसमा फेरि घडी यो घडी नयाँ घर लाएर जानु नि त लेन्थ मिल्दैन होला लेन्थ मिलाउनुपर्छ होला उपरोक्त सम्बन्धमा आज मिति हजुर मेरी प्यारी आज मिति जुन 12/2025 गतेका दिन हामी सबै परिवार यस फ्रेस्नो क्यालिफोर्नियामा उपस्थित भएर मेरी प्यारी अर्धाङ्गिनी मेरी प्यारी मान्छे सन्ध्या भिता लामिछाने ग्रेजुएसनमा उपस्थित हुन पाउँदा मुटु एकदमै फुलेको छ आइ एम सो प्राउड अफ हर अनि आमाले भने जस्तै एकदमै अन्डरस्ट्यान्डिङ म्याच्योर होइन दूरदर्शी अनि के भन्छ पहाडभन्दा पनि पहाडभन्दा पनि ठुलो शक्ति भएको जस्तो सुकै हावाहुरी हन्डरलाई पनि छेक्न सक्ने यस्तो शक्ति दिनुभएको भगवान्लाई देखेर म पनि चकमन्न परिरहेको छु कसरी भगवान्ले कसैले यस्तो गिफ्ट दिएर पठाउन सक्छन् भनेर अनि ऊ भन्दा नि अझै गिफ्टेड त म भएँ किनभने यस्तो गिफ्ट मैले पाएँ अनि ओभरअल आइ एम सो ह्याप्पी फर हर होइन अनि कङ्ग्रेचुलेसन भन्न चाहन्छु अब भाउजूको दाजुको तर्फबाट दुई शब्द जाओस् ल प्यारो यता ऊ त बुवा नि गइसक्नु भयो ल
ल दा यसै उपलक्ष्यमा दाजुको बिहा गरे जस्तै नि रोइरहेको ल दुई शब्द दाजुको शब्दबाट ल जानुहोस् न दाइ रुन लागिसक्नु भयो फेरि भाउजू नै रोइसक्यो सब हुन्छ बन्द गरान्छ ल जाम अहिले सरकार सबैलाई अत्यन्त ममतामय हिसाबले लिन सक्ने मेरो छोरी सन्ध्यालाई आज उनले जीवनमा लक्ष्य हासिल गरेको दिनमा म हृदयदेखि नै अत्यन्त धन्यवाद दिन चाहन्छु र यस्तो छोरी पाउने आमालाई पनि म एकदम हृदयदेखि धन्यवाद ल अब यसमा आमाको दुई शब्द आमाको तर्फबाट पनि के भयो ल अब सबैलाई ज्वाइनले यो चाहिँ भाउजूलाई ल आमामामा प्रिया त ज्वाइँले गिफ्ट दिएर दङ्गे चुज गर्नु ल ब्ल्याक मैले के चुज गिफ्ट पनि चुज गरेर हुन्छ टेरीको त ज्याकेट पनि छ मैले किनेको ल जुन भयो नि एउटा ब्ल्याक जहिले त्यसमा दुर्गा झुला के ल्याउनु भयो त्यो थ्याङ्क यू के हो यो वाट इज दिस के हो स्वेटर स्वेटर जस्तो ज्याकेट टाइपको ओके अनि मलाई के छ स्पेसल होला नि जुत्ता पिङ त्यो पनि थ्याङ्क यू पेरीले खतरा छोरीलाई ल कहाँ गिफ्ट दिन लाग्छ देखेर मात्रै थाहा हुन्छ पछि वाउ सरप्राइज गिफ्ट गर्नु नि त ज्वाइँलाई चाहिँ ल्याएको गिफ्ट दिइहाल्नु भन्छ ज्वाइँलाई ल्याएको गिफ्ट दिइहाल्नु जहिले मलाई टाइमलेस वाच वाह वाउ अटोमेटिक नो ब्याट्री हेर्नु पर्यो खोइ खोइ देखा ज्वाइँलाई नि एउटा गिफ्ट चाहिँ अस्ति नै दिन वाउ थ्याङ्क यू पेरी हो र अनि अर्को गिफ्ट छ आज दिनेकै भनिदिने थियो मम्मी हजुरको गिफ्ट खोइ देखा दिनु नि त ल अर्को ज्वाइँले दिनुभएको ज्वाइँले दिनुभएको यो नानीको स्पेसल डिमान्डमा गिफ्ट हो यो चाहिँ उसले यही चाहियो थ्याङ्क यू देखाउने भने तिमीले मेरो एयर नाइकी खोल्यो नि खोल्दै खोल्दै वाउ ज्वाइँलाई एयर नाइकी ल ओ वाउ के हो यो चाहिँ फेरि ल यो कसले कसलाई दिएको मैले ज्वाइँलाई ए मम्मीले अस्ति त्यो बेला दिन नपाएर थ्याङ्क यू ल बधाई छ फर्स्ट इयर कम्प्लिसन गरेकोमा सक्सेसफुली हजुरलाई कङ्ग्रेचुलेसन्स हैन इट्स अ बिग डिल गाइजहरू अब चाहिँ हामी आइपुग्यो ग्रेजुएसन सेन्टर यसको नाम के हो अरे नानी फ्रेसनो सिटी फ्रेसनो सिटी कलेजमा आइसकेको छौँ यहाँ चाहिँ हाम्रो ग्रेजुएसन इभेन्ट हुन लागिरहेको छ हामी टक्क अब गाडी पार्क गरेर दुई चारवटा फोटोहरू खिचेर अब पार्किङ लटबाट हिँडेर जाँदैछौँ नि त त्यो हल त हेरौँ कस्तो हुन्छ हाम्रो चस्मालाई कस्तो नराम्रो देखिन्छ है छ्या के भयो ल फोटो खिच्दियो प्लास्टिक हालिदिउँ है नानी हुन्छ प्लास्टिक किन्दै लगाएर सिमनलाई होइन नि नजिक छ लायो ल है हामी भित्र आइसकेको छौँ अब यहाँ चाहिँ हाम्रो टिकट चेकिङ हुँदैछ खाना जान्छ पछि हामी यहाँ भित्र चिरिसकेको छौँ होइन हाम्रो भर्खर नयाँ ग्रेजुएट डाक्टर सन्ध्या धिताललाई यस्तो ब्याच पाइरहेको छ नि टल्कियो आई लभ माई युज एज अ फ्रेसनो ग्रेजुएट मम्मीले अहिले छोरीलाई हुटिङ गर्नुहुन्छ नि यहाँबाट गाइजहरू यहाँ चाहिँ पुरा अब पारी सुरु भइरहेको छ कङ्ग्रेचुलेसन्स ग्रेजुएट यता फोटो सेसनहरू फोटो बुथ्सहरू छ टक्क यता चाहिँ अब फुड स्टल्सहरू छ होइन टक्क अब हामी चाहिँ बस्ने ठाउँ चाहिँ पाइएला जस्तो छैन उभि उभि खानु ट्राई गर्छु
त्यहाँ चाहिँ खान पाइँदो रहेछ होइन अब हामी चाहिँ यो फुडहरू ट्राई गर्नु लागिरहेको छौँ स्यालेडहरू हेर्नु भने प्रियाजी मेरो पालो कहिले आउँछ भनेर कुरिराख्नु भएको छ हेर न त हजुरहरू गएर लिएर आफूले त दुइटा लिएको छ यता राइटमा हो बस कुरिरहेको जस्तो देखियो बस कुरिरहेको जस्तो देखियो अब चाहिँ हामी बाहिर निस्क्यौँ यहाँ पुरा फोटो सेसन भइरहेको छ यता चाहिँ दुईजनाहरू लुकी लुकी खाइरहेका छन् अघि नै डेजर्ट खाना भ्याइएन अरे त्यही भएर अहिले इन्जोय गरिरहेको छन् सासू बुहारीहरू अहिले हो त मलाई पनि म पनि इन्जोय गर्छु है त एकछिन फुड ल फाइनली सकियो कङ्ग्रेचुलेसन्स नानी अघि भन्न पाइएन बेस्ट विसेस Thank you. For- I appreciate it. अरू के भन्नु बहिनीलाई ल बेस्ट आज मेरो बहिनी चाहिँ प्यारो बहिनी ग्रेजुएट भएकी छिन् अफिसियली डक्टर भएकी छिन् त्यसमा म एकदमै हर्षोल्लास छु अनि We are so proud of you, my beautiful sister. ल अब रुनु जाम 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 अर्को पनि के हो छौ चक्लेट हो है ल कस्तो हात ज्वाइँले पकाउनु भएको चिया चिनी चिनी केही छैन स्पेसल टी हो त्यो थोरै खानु यो टी यसबाट चिनी आउँछ हो यो खानु ल त्यही हाल्यो हुन्छ यो होइन त्यहाँ हाल्ने होइन